बिसाएर बसिरहेको छौँ। अब यहीँ मात्र हो कि पानी परेको, उता पनि हो कि उता पनि काँदै आउँदैछ अन्त। मरेछ क्या हो यत्रो सुटाएर मेरो आँखामा ड्याङ्गे ठोक्यो। एकछिनमा तातो खाने भनेको चिसो भइहाल्यो। चिसोले हाल्यो। ब्रेकहरू अलिकति लागिरहेको छैन राम्रोसँग, यो माटोहरूले यताउताले गर्दाखेरि होला ब्रेकहरू चिप्लिरहेछ। त्यति खाना छ होइन? ए ए ए सरी त्यसो भए धमाधम यहाँ चाहिँ बाटो समाउने काम हुँदै रहेछ। पानी पऱ्यो। देखिएन अब यो कहाँको यो रातो माटो आइपुग्यो। बाइक आम्मा यस्तो साह्रो हिट भयो कि है, उकालो उकालो डबल डबल हान्दिएको आम्मामा पुरै नै भएको छ। ओहो हामी चाहिँ अहिले यता अन्नपूर्णभन्दा धेरै नै माथि आइपुगेको छौँ। भाडा कस्तो हुँदैछ त राइट? मजा आउँदैछ डोमिनारमा चढ्न? फेरि भरे लास्ट अब चाहिँ काठमाडौँ पुग्ने बेलामा चाहिँ हिरिकै हुने होला होइन? हामी चाहिँ अहिले माथि चकिएको डाँडा आइपुगिरहेको छौँ है। अब यस्तै छ झर्नु थियो रातिर हुँदैन यस्तो होइन, झर्न आउँछ आएको त्यो पोटेसियम होमस्टे है, देखिँदैछ त्यो माथिको पोटेसियम होमस्टे। हामी कता गएर होमस्टे आएको माथि पोटेसियम होमस्टे अगाडि जानुपर्छ। ओहो डाँडामा आयो जङ्गल। हामी चाहिँ आज चाहिँ दुईजना मात्र थियौँ, अस्ति हामी तीनजना आएको थियौँ अनि अहिले चाहिँ हामी यहाँ चखियामा आइपुगेका छौँ। चखियामा चाहिँ अब यस्तो छ हुस्सु हुस्सु चलेको छ, केही पनि देखिएको छैन। अब तपाईँहरूलाई अब के पो देखाउने र होइन, अब यस्तै छ रमाइलो छ डाँडा छ। आज चाहिँ हामी चाहिँ फर्किँदैछौँ, काठमाडौँ फर्किँदैछौँ। गाउँतिरको बसाइ भनेको हाम्रो एक हप्ता भयो, रमाइलो भयो। हामी चाहिँ यहाँले चखियामा आउँदैछौँ। अब यहाँ चाहिँ हामी खाजासाजा खाएर के हुन्छ त्यहाँबाट आफ्नो बाटो लाग्छौँ। ल हामीलाई चाहिँ खाजा पनि आइसक्यो, यहाँ भेज थुक्पा खाएर चाहिँ त्यहाँबाट चल्दिने हो हामी।
कस्तो छ मिठो छ ठिकै चाउचाउ त के हो थुक्पा चिसोले त एकछिनमा तातो खाने भनेको चिसो भइहाल्ने चिसो ल्याला है थाहै यस्तो हुस्सी हुस्सी छ ल अब ल चल्दैौँ ल अब खाइयो अब हामी चल्दैन ल मौरी छ त्यो मौरी चस्मा हेलमेट के गरे त्यो आम्मा बाइकको स्पिड पनि कति हो नि खोइ के हो देखिँदैछ आम्मा यो नि आएर ठ्याक्कैमा असले कस्तो आँखामै लाग्यो है फुर्र उठ्लो यो त मर अब उयो छ ऊ त्यो मरेछ क्या अब यत्रो स्पिड आएर मेरो आँखामा ड्याङ्गै ठोक्यो उडाउँ उड्दैन बाँचो बाँचो है बाँचो भुलभुले आइपुग्यो अहिले हामी भुलभुले चाहिँ त्यो पानी हो ल अहिले चाहिँ हामी चाहिँ होइन भुलभुले आइपुगिसक्यौँ होइन हामी सेती बगरबाट चाहिँ 8:30 बजे हिँडेको तर यहाँ ठ्याक्कै आइपुग्दाखेरि चाहिँ 10:30 भयो हामी 10:30मा चाहिँ लगभग 2 घन्टाकोमा चाहिँ सेती बगरबाट चाहिँ हामी यहाँ भुलभुले आइपुगेका छौँ अब भुलभुले यस्तो छ अब मैले अब तपाईँहरूलाई भुलभुले त माथि चाहिँ अस्ति गएर पनि देखाइसकेको छु अब अहिले चाहिँ हामी जाँदैनौँ यहाँ माथितिर अब माछाहरू छ त्यहीँ उत्पादन भएको माछाहरू हो अस्ति हामीले खिचिसकेका छौँ अब चाहिँ हामी फेरि यताबाट चाहिँ सिधा गएर चाहिँ अब हामी दिक्तेल पुग्छौँ दिक्तेल गएर खाना खाने होला होइन हो ल ठिक छ ल अहिले त हामी यहाँ टिस्टेल लगभग टिस्टेल आइपुग्यो नै भनौँ न टिस्टेल हो हामी टिस्टेल आइपुगेका छौँ अब यहाँनिर त टिस्टेल बजार आइपुग्यो अब यो बाइक त अलिकति ल अहिले चाहिँ हामी यहाँ टिस्टेल आइपुगेका छौँ भोजपुरबाट सेती बगरबाट 8:30 बजे हिँडेको होइन अब हामी यहाँ दिक्तेल आउनलाई चाहिँ लगभग 10:50 भएछ सेती बगरबाट दिक्तेल आउनलाई हामीलाई 2 घन्टा अलिकति मात्रै टाइम लागेको छ यहाँ एकदमै अफरोड कुदेर होला बाइक एकदमै हिलो अनि फोहोर भएको थियो अनि त्यही भएर हामीले चाहिँ यहाँ सफा पनि गर्दैछौँ यो ब्रेकहरू अलिकति लागिरहेको छैन राम्रोसँग यो माटोहरूले यताउताले गर्दाखेरि होला ब्रेकहरू चिप्लिरहेछ त्यही भएर यहाँ चाहिँ त्यो राम्रोसँग अलिकति सफा गरेर चाहिँ अब हामी चाहिँ यहाँबाट फेरि हिँड्ने तर्खर गर्छौँ
यताबाट चाहिँ उँधो जाँदा चाहिँ पिक्तेल बजार छ। यता तल्लो साइड चाहिँ सबै पिक्तेल बजारै छ। त्यही भएर अब हामी चाहिँ यहाँ दिउँ खाएर चिसो खाएर चाहिँ हामी चाहिँ हाम्रो बाटो लाग्छौँ। के मगाएको? के रेडबुल? रेडबुल खाने? रेडबुल दिन चिसो डर त लागेको छैन नि। डोमिनार 400 को एक्सपिरियन्स कस्तो हुँदैछ गोपाल? कि रड्डी हुँदैछ? खतरा भइरहेछ। खतरा भइरहेछ। बेलुका त अब के हुने। मुडे आयो मुडे भन्ने ठाउँ आइपुग्यो हामीहरूले। एकदमै माथि हाइटमा रहेछ। अहिले चाहिँ हामी अब हुर्लुङ भन्ने ठाउँमा आइपुग्यो। हुर्लुङ भन्ने गाउँमा पानी पिउनु पर्यो। माथिल्लो नुन ठाउँ आइपुग्यो हामी अहिले। ओहो कस्तो दामी ठाउँ है त्यो होइन? बाह्रमा पुरा बाह्रमा सुरक्षित पनि आएछ। त्यहाँ पनि एकदमै यस्तो हुँदो रहेछ। यस्तो भएको अवस्था छ। बिजुले आइपुग्यो हामी अहिले। बिजुले कुको के हो यहाँ? बिमा भइरहेको छ। हामी चाहिँ अब त्यहाँबाट चाहिँ सारा त्यहाँ झरेर त्यहाँदेखि ओह्रालो झरेर चाहिँ हामी हरेसी पुगेर चाहिँ त्यहाँबाट चाहिँ हामी तल कोसीमा ए त्यसो भए खाना छ? हामीलाई चाहिँ खाना आइसकेको अवस्था छ। हामी यो के ठाउँ हो? जयराम घाटमा आइपुगेका छौँ। यहाँ चाहिँ एउटा सादा अनि एउटा चाहिँ माछावालाको मगाएको छौँ अनि खान्छौँ अनि त्यहाँबाट जान्छौँ। हामीले चाहिँ यहाँ खाना पनि खायौँ होइन। अनि एकदमै गर्मी पनि रहेछ। अनि एकछिन आराम गऱ्यौँ। अनि अब चाहिँ हामी चाहिँ निस्किन लागेको, हिँड्न लागेको। यहाँ चाहिँ लगभग कति बज्यो भनेदेखि ठ्याक्कै 2:30 भएको रहेछ।
अब हामी काठमाडौँ किनमेल पुग्छौँ। अब हेरौँ, हेर्दै जाउँ होला। साथै रहनु होला। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला र हाम्रो भिडियो के कस्तो लाग्छ तपाईँहरूलाई मन परेमा लाइक सेयर अनि कमेन्ट गर्नु होला। अहिले चाहिँ हामी चाहिँ हल्कापुरबाट चाहिँ कटेर चाहिँ सुनकोसी आइसक्यौँ। फेरि सुनकोसीको पुलबाट चाहिँ हामी फेरि बट्टल कन्स्ट्रक्सन लाएर अगाडि बढेर चाहिँ हो यता त पानीमा छिटाउनु लाग्यो नि। पानी चाहिँ नपर्देको भए हुन्थ्यो। पानी परोस्। पानी कत्रो बाटो बाटो छ। रेकर्डरमै यहाँ बिसाएर बसिरहेको छौँ। अब यहीँ मात्र हो कि पानी परेको, उता पनि हो कि उता पनि कालै आउँदैछ अन्त। पानी परिरहेछ। त्यही पनि हामी चाहिँ अब जाँदैछौँ। पुग्नु पनि पर्नेछ काठमाडौँ। अहिले चाहिँ हामी यहाँ सुनकोसीको तिरैसित आउँदैछौँ। अनि यहाँ सुनकोसी चाहिँ पहाडी आएर फेरि पुरा रातो न रातो भइरहेछ। काँचो बाढी गएको हो कि पहिरो गएको हो कि रातो न रातो क्या पानी चाहिँ। उतापट्टि घुर्मीको बाटो हुँदै गयौँ। अब अहिले चाहिँ हामी भनेको फुर्कोट आइपुग्यौँ। कति बज्यो भन्दाखेरि 4:50 गयो फुर्कोटमा। अब यहाँदेखि अब कति बेला पुगिन्छ। अब हाम्रो यात्रा बारी नै छ। हामी एकदम नन स्टप हिँडिरहेछौँ। अब हामी त काठमाडौँतिर लागौँ। ल हामी चाहिँ अहिले मुलकट आएको अवस्था। सब यहाँ पहाडी छिरेको थियो, पहाडी पछाडि यो रिसोर्टमा अहिले त बबाल दामी बनाएको छ रिसोर्ट।
घटना बनाइसकेको छ। ल अहिले आएछ हामी ठ्याक्कै 5:30 भएछ नेपाल थोक आइपुग्यौँ। अब यहाँ खाजा खाएर फेरि हामी चाहिँ लाग्छौँ। कस्तो हुँदैछ त? गलिसक्यो। ल अब खाजा खाएर निस्किनुपर्छ। अब यहाँबाट चाहिँ धुलीखेल भनेको लगभग 50 किलोमिटर जति होला। अब यता फेरि बाटो त बिग्रेको छ त्यो पर रोसी खोलामा होइन। अनि अब हेरौँ के कसो छ। अब जान्छौँ बिस्तारो लाग्छ हामीलाई है। धमाधम यहाँ चाहिँ बाटो समाउने काम हुँदै रहेछ। रोडहरू पुरा तैनात छ। यो त के हो भन। अनि सबै घरसर त यसो बङ्गला घुम्नु छ त यहाँ त के रोसी खोलाको बाढीले है भनेपछि रोसी खोला बाढी आएको रहेछ। अनि त्यहाँबाट चाहिँ सुनकोशी पुरै झमिलो। भकुन्डे बेसी जस्तो लाग्छ। भकुन्डे बेसी नै हो कि। अहिले चाहिँ हामी धुलीखेल आइपुगेका छौँ। 7:40 चाहिँ हामी यहाँ धुलीखेल आइपुग्यौँ। एटेरिका अब कहिले पुग्ने हो फेरि? गाह्रो छ गाह्रो। मेला भक्तपुरको राधे राधे आइपुग्यौँ है। टुक आएर जिन्दगीमा अहिले हामी यहाँ पेप्सी खोला यो खानाको चेक पनि कति धेरै हो। बल्ल आयो है यो जोरपाटी भन्ने ठाउँ। ल्याउ त दुईवटा डेरी मिल्क 80 जाने हो कि कति जाने छ। आम्मामा 12 घन्टा त नन स्टप आफैले एक्लैले हाँकेको। यहाँ त करेन्ट लाग्यो जस्तो भयो।